सम्पूर्ण अग्रज गुरुगण साथीभाइ इष्टमित्रमा शुभ प्रभात, शुभ बिहानी सँगै प्रसिद्धिले नमस्कार। आज पनि यहाँहरूको समक्ष 2082 साल ज्येष्ठ 24 गते शनिबारको दिन म गर्न हुने नहुने शुभ अशुभ के रहेछ यस विषयमा संक्षिप्त चर्चा गर्नेछु। आजको तिथि द्वादशी तिथि। यो तिथिमा कपाल काट्नलाई अशुभ छ। यदि कपाल काटेमा आयुमा बाधा र प्राणघातक हुनेछ। विशेष गरी यो तिथिमा यात्रा गर्दा झगडा, शत्रुभेट, विवाद पर्न सक्छ। र आजको दिन काष्ठ स्त्री बेडा वर्गको दिन परेकोले यो दिनमा औषधि बनाउन नहुने, झगडा मुद्दा मामिलामा सहभागी हुन अशुभ दिन हो। र आजको दिन पार्का खोइन्साको दिन परेकोले आज रौद्र पूजा, दशग्रह मन्साउन, शत्रु दमन गर्न राम्रो छ। र आजको दिन मेवा कुमारको दिन परेकोले यस दिनमा आयु साधना, सहयाङको पूजा र धनदेवीको आदिको पूजा राम्रो हुन्छ। विशेष गरेर शिक्षा आर्जन गर्न चाहने नानी बाबुहरूलाई स्कुल भर्नाको शुभ दिन हो भने घरको सदस्य वा सम्पत्ति बाहिर पठाउन अशुभ दिन पनि मानिन्छ। र आजको दिन व्यापार गर्न अशुभ दिन हो। कुनै पनि नयाँ व्यापार सम्बन्धी काम गर्न अशुभ दिन हो। र आजको दिन लेक्पा घेजोम परेकोले यो लेक्पा घेजोमको दिनहरू सबै शुभ दिन परेको हुन्छ। कुनै पनि कार्यहरू वा स्थायी कामहरू गर्न यो दिनमा सुरुवात गर्न अति उत्तम हुनेछ। आजको योग ठेचोर सालुङ जमिन र वायु परेको छ। यो जमिन र वायुको ठेचोरकोमा चाहिँ धनसिद्धि योगले गर्दाखेरि अन्न धन नष्ट, हराउने, चोरी हुनेछ। र ठेचेन यर्गा अनादि योगमा चाहिँ कान परेको छ। यसले कार्यनाश, अधिकारनाशको योग छ। र आजको दिन तुला राशिको दिन परेको छ। यो राशिको दिनमा पूजा, शील साधना, लेनदेनको कार्य शुभ हुन्छ भने आज मेला अग्नि परेकोले अग्नि पूजा, अग्नि हवन र जिन्सेकको लागि शुभ दिन मानिन्छ। र आज 2082 साल ज्येष्ठ 24 गते शनिबारको दिन सबैमा सुखद रहोस्, शुभ रहोस् र भन्दै यो आजको दिनको शुभ अशुभले त्यहाँ अन्त गर्दै म पनि बिदा हुन चाहन्छु। भवतु सर्वमङ्गलम्।